सो हेलो गाइज नमस्ते सबैजनालाई। त विराटनगरतिर आउनु लाग्छु। तपाईँहरूलाई लागिरह होला फेरि यो कहाँ यो होटलमा बसिरहेको मान्छे कहाँ विराटनगर आइरहेछ भनेर भनिरहेछ भनेर लागिरह होला होइन। म होटलमा चाहिँ छैन है गाइज। म चाहिँ बसमा छु स्लिपरमा होइन। अनि एकदम तपाईँहरूलाई पनि अब यो विराटनगर जाने गाडीहरू अहिले त थुप्रै आइसकेका छन् होइन स्लिपरहरू। आज चाहिँ एउटा सपना डिलक्स भन्ने गाडीमा छु र यहाँको स्लिपर चाहिँ जस मजाको छ होइन। तपाईँलाई म देखाउँछु यहाँ कस्तो कस्तो छ सुविधा भनेर है त। सबभन्दा पहिला टक्क एसी दिएको हुन्छ दुइटा, अनि यो ट्याब्लेट दिएको हुन्छ, स्पिकर यो चाहिँ आफूले मुभीहरू आफ्नो मोबाइलहरूबाट या ल्यापटपहरूबाट पनि बजाउन मिल्छ, हेर्न मिल्छ। ट्याक्क लाएर बाहिरको इन्भाइरोमेन्ट, मौसम, सनसेट अनि एकदमै बवाल बवाल रोमान्टिक छ है मौसम चाहिँ। अनि त्यसपछि अब यहाँ के छ त हाम्रो सिटोरमा भन्ने कुरा है तपाईँलाई देखाइहालेँ मैले। यो टक्क लाएर एसी, यो ट्याब्लेट, यो स्पिकर, अनि त्यसपछि तपाईँलाई एउटा अर्को इम्पोर्टेन्ट कुरा यहाँ मोबाइल चार्जिङको लागि होइन। मेरो चार्जर चाहिँ यहाँ खसेछ, यही चार्ज गर्नुपर्ने छ। यो पनि टक्क लाएर अनि यहाँ माथि एउटा लाइट दिएको हुन्छ, यो चाहिँ यहीँबाट अन अफ गर्न मिल्छ होइन। अनि एउटा यो पङ्खा पनि दिएको छ, यो काम छैन अब एसी भएको ठाउँमा पङ्खा चाहिँ किन हो होला होइन। त्यो पनि डेकोरेसन भने पनि होइन, अब देखिरहेको छ राम्रै देखाएको छ। अनि त्यसपछि अब यहाँको मेन इम्पोर्टेन्ट कुरा भनेको चाहिँ टक्क यो बेड। अब यो बेड चाहिँ खास गरी डबल बेड हो। म चाहिँ अलिक कम्फोर्टेबल तरिकाले होइन डबल बेडबाट पनि म चाहिँ सिङ्गल नै आइरहेको छु। त्यो स्पेस चाहिँ ठुलो छ, ट्याक्क लाएर होइन। बेड दिएको छ, ब्ल्याङ्केट दिएको छ, यो पनि राम्रो छ। ब्ल्याङ्केट पनि अलिकति सफा सुग्घर राखेको छ होइन। ट्याक्क बेडको चाहिँ यता भयो, यता चाहिँ यो बाँकी भाग होइन ट्याक्क यसरी फुल प्राइभेसी होइन। र आनन्दले सुती सुती मस्त निदाएर विराटनगर आउँदैछु गाइज। अब तपाईँहरूलाई म को हुनुहुन्छ विराटनगर छेउछाउमा समस्या भयो त गाइज। यहाँनिर मुख्यमन्त्री बनाएको यता विरोध रहेछ, बाटो अलिकति अवरुद्ध भयो, जाम भएको छ। होटलमा मुख्यमन्त्री बनाएको त्यो उसले गर्दाखेरि यहाँ विरोध प्रदर्शन भएको छ। संहिता विरोधी होशियार होशियार होशियार, संहिता विरोधी होशियार होशियार होशियार, नियम विरोधी सभामुख मुर्दाबाद मुर्दाबाद मुर्दाबाद, नियम विरोधी सभामुख मुर्दाबाद मुर्दाबाद मुर्दाबाद। होटलले मुख्यमन्त्री चाहिँदैन चाहिँदैन चाहिँदैन, होटलले मुख्यमन्त्री चाहिँदैन चाहिँदैन चाहिँदैन, होटलले मुख्यमन्त्री चाहिँदैन चाहिँदैन चाहिँदैन, नियम विरोधी सभामुख मुर्दाबाद मुर्दाबाद मुर्दाबाद, नियम विरोधी सभामुख मुर्दाबाद मुर्दाबाद मुर्दाबाद, नियम विरोधी सभामुख मुर्दाबाद 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 मुर्दाबाद, संहिता विरोधी होशियार होशियार होशियार, संहिता विरोधी होशियार होशियार होशियार, मधेसी जनता एकता जिन्दाबाद जिन्दाबाद जिन्दाबाद, मधेसी जनता एकता जिन्दाबाद जिन्दाबाद जिन्दाबाद, होटलले मुख्यमन्त्री चाहिँदैन चाहिँदैन चाहिँदैन, होटलले मुख्यमन्त्री चाहिँदैन चाहिँदैन, मुख्यमन्त्री चाहिँदैन चाहिँदैन चाहिँदैन, होटलले मुख्यमन्त्री चाहिँदैन होशियार। अब उहाँहरूमध्ये अब यहाँसँग सम्पर्कमा आउने कोसिस गर्छु, सबै कुरा क्लियर हुने हिसाबले कुरा गर्दै के भएको रहेछ भनेर। ओके गाइज स्टे ट्युन्ड है। हजुरहरूको चाहिँ अब मतलब अहिलेको जुन भइरहेछ नि विरोध प्रदर्शन, यो चाहिँ खास के को लागि अलिकति खुलाइदिनु पर्यो। यो हाम्रो मध्य प्रदेशमा जसरी हामी संविधानको कानुन नियम अनुसार हाम्रो मुख्यमन्त्री चयन हुनुपर्ने, त्यसमा विभिन्न दलहरू मिलेर एकपल्ट आफ्नो
प्रस्तावको मत लिनलाई पेश भयो, त्यसपछि त्यहाँ राजीनामा दियो। राजीनामा दिएपछि फेरि संविधानको मर्म अनुसार नै मुख्यमन्त्री चयन हुनुपर्नेमा हाम्रो नेपालको संविधान नमान्ने, कानुन नमान्ने संघीयता विरोधीहरू कुनै होटलमा गएर दिनभरि रक्सी खाएर गाजा खाएर मुख्यमन्त्री चयन गर्नुहुन्छ। त्यो मुख्यमन्त्री होटले मुख्यमन्त्री हाम्रो यो मध्य प्रदेशमा चाहिँदैन भनेर त्यसको मुख्य नारासहित हाम्रो 7 दलीय गठबन्धन मध्य प्रदेशको 7 दलीय गठबन्धन त्यसको विरुद्धमा छ। त्यो होटलले मुख्यमन्त्री चाहिँदैन। त्यसपछि यो सभामुख पनि त्यही एमाले पार्टीको, प्रदेश प्रमुख पनि त्यही एमाले पार्टीको र ती दुवैजना मिलेर त्यो मधेसको मर्म संघीयता विरोधी सिस्टममा लगेर मुख्यमन्त्री चयन गर्नुभयो। त्यो सभामुख र प्रदेश प्रमुख लगायत होटलले मुख्यमन्त्री विरुद्धमा हामी सबै सम्पूर्ण मध्य प्रदेशको 7 दलीय गठबन्धन एक भएर त्यसको विरुद्धमा हामी आन्दोलनरत छौँ। त्यही आन्दोलनरतको विषयमा यहाँ रूपनी बजारमा यो देशैभरि यसको जनचेतना जम हामी मधेसी सबै एक छौँ। हामी मधेसमा संघीयता विरोधीले चल्न दिँदैन भने नारासहित रूपनीमा 1 घण्टाको लागि मात्रै आज चेतावनी स्वरूप चक्काजाम गरेको छ। यसमा सबैजना आम नेपाली सबैजना सहयोग गरिदिनु हुन अनुरोध गर्दै यो संघीयता विरोधी मुर्दाबाद सहित यो होटले मुख्यमन्त्री मुर्दाबाद सहित यो मध्य प्रदेशको सभामुख मुर्दाबाद सहित 1 घण्टा चक्काजाम हामी गरेका छौँ। त्यसमा सबैजना मिली सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। यदि हाम्रो माग पुरा भएन भने यदि हाम्रो मधेसी जनताको मध्य प्रदेशले यहाँबाट हरेक घरको जनताहरूले यहाँबाट नेताहरूलाई त्यहाँ नियमपूर्वक जुन नेपालको मूल कानुन छ त्यो कानुनलाई टेकेर जुन पनि पद बनाउनु पर्छ त्यो पद बनाउनु पर्ने हो। त्यो पद नभएको कारणले होटलमा गएर मुख्यमन्त्री चयन जुन भएको छ त्यो हामी मधेसी जनतालाई कतै हो सधैँ कहिले पनि हामीलाई स्वीकार्य हुँदैन र हामी तबसम्म लड्छौँ जबसम्म नियमपूर्वक मुख्यमन्त्री लगायत अन्य पदहरू बनिँदैन तबसम्म हामी लडिरहन्छौँ र यो आन्दोलनलाई हामी निरन्तरता पनि कायम गरिरहेछौँ। मधेसी एकता होटलले मुख्यमन्त्री चाहिँदैन। मधेसी एकता होटलले मुख्यमन्त्री चाहिँदैन। नियम विरोधी सभामुख मुर्दाबाद। हस्त धन्यवाद छ है हजुरलाई। हजुर हजुर यसमा त्यति मात्र भएको छैन कि होटलमा आउनेहरूले पुरै जुनैले यहाँबाट जितेर गएको थियो नि सबैले पैसा र किनबेच गरेछ कि। अनि दारू पुरै रक्सी खाएर पुरै किनबेच गरेर टाइम जुन थियो टाइम पनि दिएन होइन। रात किनबेच गरेर उनीहरूले आफ्नै पार्टी भएर आफ्नै सरकार बनाएछ। त्यो सरकार चाहिँ क्यान्सल हुनु पर्यो कि पुरै किनबेच गरेर कि। यहाँबाट थाहा हुन्थ्यो त भ्रष्टाचार भनेको के हो कि। मुख्यमन्त्री हामीलाई चाहिँदैन। यहीँबाट थाहा हुन्थ्यो हाम्रो भ्रष्टाचार भनेको के हो। यो 7 प्रदेशमा यो एकदम नराम्रो चिज पुगेको छ। त्यही भएर यसलाई चाहिँ क्यान्सल हुनु पर्यो होइन। यो देशको संविधानको हिसाबले चल्नु पर्यो र यो हुनु पर्यो कि। यो सबैको लागि यो राम्रो कुरा हो कि र गर्नु नै पर्छ यो कुरा। जति पनि जस्तै यो होटलमा जुन कुरा आयो होइन यही आरोपहरू आयो यो कुरामा चाहिँ अब जस्तै कतिको सत्यता कतिको मतलब होटलको ब्यानर सहित होटलको भिडियो सहित सबै सामाजिक